नमस्कार। आज म कक्षा 1 देखि 3 मा जीपीए कसरी निकाल्ने र प्रत्येक सब्जेक्टको ग्रेड पोइन्ट कसरी निकाल्ने र साथै ग्रेड सिटहरू कसरी तयार गर्ने भनेर आज म बताउन गइरहेको छु। हुन त जीपीए निकाल्न वा ग्रेड सिटहरू तयार गर्नको लागि विभिन्न सफ्टवेयरहरू पनि आइसकेको छ र अहिले इमेजमा पनि बालबालिकाहरूको नम्बरहरू हालिदिँदाखेरि त्यहाँबाट लेजर र ग्रेड सिटहरू जीपीए सहितको ग्रेड सिटहरू आफै बन्ने पनि सिस्टम रहेको छ। तर पनि कुनै बेला हामीसँग इमेजको एक्सेस छैन वा रिजल्ट निकाल्ने बेलामा इमेजमा काम गर्न सक्ने अवस्था छैन भने त्यो बेला हामी जीपीए कुन तरिकाले निकाल्ने, ग्रेड सिटहरू कसरी बनाउने त्यो बारेमा आज छलफल गर्छौँ। र अर्को कुरा, अब जीपीए सफ्टवेयरबाटै हामी काम गरिरहेछौँ वा इमेजबाटै ग्रेड सिटहरू बनाइरहेछौँ भने यो वास्तवमा कसरी तयार हुन्छ, कसरी जीपीएहरू आउँछ त्यो कुरा जान्नको लागि आजको भिडियो यो महत्त्वपूर्ण हुनेछ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, कक्षा 1 देखि 3 मा जम्मा 5 वटा सब्जेक्ट हुन्छ, जसमध्ये 4 वटा सबै ठाउँमा सेम रहन्छ भने स्थानीय विषय फरक फरक पालिका अनुसार फरक फरक हुन सक्छ। यहाँ सब्जेक्टको नाम हामी पहिला लेख्छौँ, त्यसपछि प्रत्येक सब्जेक्टको क्रेडिट आवरहरू हामी लेख्छौँ। क्रेडिट आवर कक्षा 1 देखि 3 मा सबै सब्जेक्टको सेम हुन्छ। त्यसपछि प्रत्येक सब्जेक्टमा बालबालिकाले प्राप्त गरेको प्राप्ताङ्क त्यो प्रतिशतमा हुनुपर्छ, त्यो हामी यहाँ राख्छौँ। र त्यसपछि यता ग्रेड पोइन्ट हुन्छ, ग्रेड हुन्छ अनि वेटेड ग्रेड पोइन्ट हुन्छ। कक्षा 1 देखि 3 को पाठ्यक्रम अनुसार प्रत्येक थिमको शिक्षण सिकाइ सकिसकेपछि हामीले मूल्याङ्कन गर्नुपर्ने प्रावधान रहेको छ, जसमा प्रत्येक थिमको लागि छुट्टा छुट्टै सिकाइ उपलब्धिहरू दिएको हुन्छ अनि त्यसको परीक्षण गरिसकेपछिको प्राप्ताङ्कलाई हामी प्रयोग गरेर हामी जीपीए निकाल्नुपर्छ भनेर अहिलेको पाठ्यक्रमले भनेको छ। तर हामी फर्स्टमा पर्सेन्टेज प्राप्त भइसकेपछि कसरी ग्रेड पोइन्ट, ग्रेड अनि जीपीए निकाल्ने त्यो बारेमा छलफल गर्छौँ। जस्तै मानौ अहिले पाठ्यक्रम अनुसार सिकाइ उपलब्धिको परीक्षण गरेर अनि मार्कहरू निकाल्नुपर्ने कुरा भनेको भए तापनि मानौ हामीले वार्षिक जाँच नै गरिरहेछौँ। वार्षिक जाँच गऱ्यौँ अनि वार्षिक जाँच गरेर प्रत्येक सब्जेक्टको प्रतिशतमा नम्बर हामीसँग छ भने जीपीए कसरी निकाल्ने त्यो बारेमा फर्स्टमा म देखाउन गइरहेको छु। हुन त पाठ्यक्रमले अहिले त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा गर्नु हुँदैन भनेर भनेको छ कक्षा 1 देखि 3 मा। तर पनि मानौ हामीसँग प्रतिशतमा नम्बर छ सबै सब्जेक्टको भने जीपीए कसरी निकाल्ने त्यो बारेमा हामी सुरुमा हेर्न गइरहेका छौँ। जस्तै मानौ यो हरिश्रेष्ठ कक्षा 3 को कुनै विद्यार्थीको हामीले जीपीए निकाल्न गइरहेका छौँ। जस्तै मानौ नेपाली सब्जेक्टमा 56 नम्बर प्राप्त गरेको छ, इङ्ग्लिसमा मानौ 67 नम्बर छ, म्याथमा छ 78 नम्बर छ, हाम्रो सेरोफेरोमा 81 छ अनि स्थानीय सब्जेक्टमा मानौ 75 छ। यति नम्बर मानौ कुनै बालबालिकाले ल्याएको छ 100 मा। अब यो नम्बर हालिसकेपछि हामीले के गर्नुपर्छ भने यो दायाँतिर हेरौँ, यो के हो भने लेटर ग्रेडिङ सिस्टम 2079 अनुसार कति नम्बर ल्यायो भने कुन ग्रेड दिने, कुन ग्रेड पोइन्ट दिने भनेर यहाँ दिएको छ। अब यसमा हामीले हेरौँ, यो प्रत्येक नम्बर अनुसार हेर्दै जाउँ अनि यहाँ ग्रेड पोइन्ट र ग्रेड हाल्दै जाउँ। जस्तै 56 छ, 56 कुन पर्छ भने यहाँ छ 50 र 100 भन्दा माथि अनि 60 भन्दा कम। त यो भयो, यसको ग्रेड पोइन्ट भयो 2.4। यहाँ म त्यही अनुसार गर्दै गर्छु 2.4 अनि यसको ग्रेड भयो C+। त्यसै गरी 67 छ, 67 यसमा पर्छ 60 र 100 भन्दा माथि अनि 70 भन्दा कम, यो 2.8 र B, 2.8 अनि B। अनि त्यसपछि म्याथमा 78 छ, 78 पर्छ तपाईँको 3.2 र B+, 3.2 अनि B+। त्यस्तै सेरोफेरोमा छ 81, 81 यसमा पर्छ 3.6 अनि A, 3.6 A। त्यस्तै 75 3.2 र B+, 3.2 अनि B+ पर्यो। यहाँ छ वेटेड ग्रेड पोइन्ट। वेटेड ग्रेड पोइन्टको लागि हामीले क्रेडिट आवर र ग्रेड पोइन्टमा गुणा गर्नुपर्छ अनि यहाँ लेखिदिनुपर्छ। अब यहाँ म फर्मुलै प्रयोग गरेर गुणा गरिरहेको छु, 5 × 2.4 यो 12 आयो। त्यस्तै अब
सबैको मैले गरेँ गुणन, यति आयो सबैको गुणा गर्दाखेरि सबै सब्जेक्टमा क्रेडिट आवर र ग्रेड पोइन्टमा गुणा गऱ्यौँ। त्यो गुणा गरेर हामी वेटेड ग्रेड पोइन्ट निकाल्नुपर्छ। अब के गर्नुपर्छ भने यो फर्मुलामा हेर्नुहुन्छ भने जीपीएको, यहाँ जीपीएको फर्मुला हेर्नुहुन्छ भने सम अफ वेटेड ग्रेड पोइन्ट डिभाइड बाई टोटल क्रेडिट आवर। वेटेड ग्रेड पोइन्ट सबै जोड्ने, जस्तै म यहाँ जोडिदिएँ, अनि यसले के गर्नुपर्छ भने क्रेडिट आवरले डिभाइड गर्नुपर्छ। अब यहाँ म डिभाइड गरेँ 80.8 डिभाइड बाई 26 यति आयो 3.11 भनेपछि यो हरिश्रेष्ठ कक्षा 3 को बच्चाको जीपीए ग्रेड पोइन्ट एभरेज 3.11 आयो। यो किसिमले हामी प्रत्येक सब्जेक्टको फाइनल मार्क हालेर जीपीए निकाल्न सक्छौँ, ग्रेड पोइन्ट एभरेज निकाल्न सक्छौँ। यो बच्चाको जीपीए आयो 3.11। अब एकीकृत पाठ्यक्रम अनुसार जुन किसिमले भनेको छ कि सिकाइ उपलब्धिको परीक्षण गरेर अनि हामीले ग्रेड सिटहरू तयार गर्नुपर्छ, त्यो कुन किसिमले गर्ने त्यो पनि म तपाईहरुलाई छोटकरीमा यहाँ बताउन गइरहेको छु। यो तपाई दायाँतिर हेर्न सक्नुहुन्छ, प्रत्येक सब्जेक्टको थीम संख्या र त्यो थीममा कतिवटा सिकाइ उपलब्धि मूल्याङ्कन हुन्छ त्यो पनि संख्या दिएको छ यता दायाँतिर बीचमा। त्यसपछि ती सिकाइ उपलब्धिहरूको टोटल फुल मार्क कति हुन्छ त्यो पनि यता दिएको छ। जस्तै एक कक्षामा हेरौं, नेपाली सब्जेक्टमा टोटल 11 वटा थीम छ र यो 11 वटा थीम वर्षभरि नै शिक्षण सिकाइ भइसकेपछि 150 वटा सिकाइ उपलब्धिहरूको मूल्याङ्कन गरिन्छ र प्रत्येक सिकाइ उपलब्धि 4 पूर्णाङ्क हुन्छ। त्यसैले अब 150 मा 4 ले गुणा गर्यो भने 600 हुन्छ। त्यसैगरी एक कक्षामै इंग्लिशमा 11 वटा थीम छ र 225 वटा सिकाइ उपलब्धिहरूको मूल्याङ्कन गरिन्छ वर्षभरिमा, अनि यसमा 4 ले गुणा गर्यो भने 900 आउँछ। यही किसिमले कक्षा 1 देखि 3 सम्मकै यो सब्जेक्टको नामहरू छ र त्यो सब्जेक्टमा जम्मा थीमहरू कतिवटा छन् त्यो थीमहरू छ र त्यो सबै थीमहरूको शिक्षण सिकाइ भइसकेपछि कतिवटा सिकाइ उपलब्धिहरूको मूल्याङ्कन गरिन्छ प्रत्येक सब्जेक्टमा त्यो यहाँ दिएको छ र त्यसमा 4 ले गुणा गरेर यता फुल मार्क्सहरू सबभन्दा दायाँतिर आउँछ। अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने यो 4 वटा सब्जेक्टको सुरुको 4 वटा सब्जेक्टको यो थीम संख्या र सिकाइ उपलब्धि संख्या सेम हुन्छ भनेपछि सबै पालिकामा देशभरि नै सेम हुन्छ भन्न खोजेको हो। तर लोकलको फरक हुन सक्छ किनकि प्रत्येक स्थानीय तहमा यो फरक हुन सक्छ। त्यसकारण लोकल सब्जेक्टको थीम संख्या र सिकाइ उपलब्धि संख्या अनि फुल मार्क आफ्नो आफ्नो पालिका अनुसार फरक हुन सक्छ। यहाँ हामीले भाषाको सब्जेक्टहरू जो हेर्छौं इंग्लिश र नेपालीमा, जस्तै एक कक्षाको नेपाली विषयमा 11 वटा थीम छ र यहाँ हेर्नुहुन्छ भने 150 वटा सिकाइ उपलब्धि संख्या देखाइरहेछ। तर पाठ्यक्रममा हेर्नुहुन्छ भने एक कक्षामा नेपाली सब्जेक्टमा जम्मा सिकाइ उपलब्धि संख्या 16 छ। अब यहाँ 150 किन भयो भन्दाखेरि यहाँ 11 वटा थीममा ती सिकाइ उपलब्धिहरू दोहोरिँदै गएका हुन्छन्, त्यसकारण त्यो दोहोरिँदै जाँदाखेरि 150 वटा संख्या हुन गएको हो। त्यसैगरी अब कक्षा 2 कै नेपाली सब्जेक्टमा हेर्नुहुन्छ भने यहाँ देखाउँछ तपाईको सिकाइ उपलब्धि संख्या 165, तर पाठ्यक्रममा हेर्नुहुन्छ भने कक्षा 2 को नेपाली सब्जेक्टमा जम्मा सिकाइ उपलब्धि संख्या 18 वटा छ। त्यसैगरी कक्षा 2 को नेपाली सब्जेक्टमा हेर्नुहुन्छ भने जम्मा सिकाइ उपलब्धि संख्या 165 देखाउँछ, तर पाठ्यक्रममा हेर्नुहुन्छ भने जम्मा 18 वटा छ। अब यो किन 165 भएको हो भने यो प्रत्येक थीमहरुमा ती सिकाइ उपलब्धिहरू दोहोरिँदै गएका हुन्छन्, त्यसकारण त्यो टोटल गर्ने क्रममा यो 165 हुन्छ। यो सबै पालिकामा यो 4 वटा सब्जेक्टहरू सुरुको सेम हुन्छ अनि यो थीम पनि सेम हुन्छ, लर्निङ अचिभमेन्ट पनि सेम हुन्छ र फुल मार्क्स पनि सेम हुन्छ सबै पालिकामा। अब हामी लर्निङ अचिभमेन्टको संख्याको आधारमा कसरी जीपीए निकाल्ने अर्थात् ग्रेड सिटहरू बनाउने त्यो बारेमा छलफल गर्न गइरहेको छु। सबभन्दा पहिला म यो पुरै यो हटाइदिए, यो सबै हटाइदिए। अब यहाँबाट के गर्नुपर्छ भने 3टा कलम थप्नुपर्छ, 3टा। यसमा के थप्ने भन्दाखेरि सिकाइ उपलब्धि संख्या नम्बर अफ लर्निङ अचिभमेन्ट, त्यसपछि फुल मार्क्स अनि त्यसपछि अचिभ्ड मार्क्स।
प्रत्येक सब्जेक्टमा वर्षभरि परीक्षण हुने सिकाइ उपलब्धिहरूको सङ्ख्या लेख्छौँ। त्यसपछि 4 ले गुणा गर्दा फुल मार्क्स हुन्छ। अचिभ्ड मार्क्स भनेको टोटल फुल मार्क्स मध्ये कति मार्क्स प्राप्त गर्यो त वर्षभरिमा, त्यो यहाँ हामी लेख्छौँ। जस्तै अब लेखौँ, यही पहिलाको सिट हेर्दै लेखौँ। यहाँ छ, अझै 3 क्लासको गरिरहेको छौँ भने त्यो हामी यहाँबाट हेरेर लेखौँ। यो 3 क्लासकै हो भने नेपाली सब्जेक्टमा 3 क्लासमा जम्मा सिकाइ उपलब्धि सङ्ख्या छ 201। त्यसै गरी इङ्ग्लिसमा 236 छ, यहाँ हेर्न सक्नुहुन्छ। म्याथमा 37 छ, सेरोफेरोमा 30 छ, लोकल सब्जेक्टमा 48। यो लोकल सब्जेक्टको सिकाइ उपलब्धि सङ्ख्या पालिका अनुसार फरक फरक हुन सक्छ। अब फुल मार्क्स कति हुन्छ भने सिकाइ उपलब्धि सङ्ख्यामा 4 ले गुणा गर्दा, सिकाइ उपलब्धि सङ्ख्यामा 4 ले गुणा गर्दा फुल मार्क्स आउँछ। मैले यहाँ फर्मुलाबाटै गरेँ, × 4 अनि यसरी मैले सबैको गरिदिएँ। यति भयो, यहाँसम्म काम छ। अब यो सिट यता म हटाइदिएँ। अब के राख्नुपर्छ भने यहाँ मार्क्स, जस्तै 804 मार्क्स मध्ये त्यो बच्चाले कति प्राप्त गर्यो त, मानौ यो 750 प्राप्त गर्यो, मानौ यो 944 मध्ये 840 प्राप्त गर्यो, यो 148 मध्ये 110 प्राप्त गर्यो, यो 120 मध्ये 95 प्राप्त गर्यो, यो 192 मध्ये 140 प्राप्त गर्यो, मानौ यो बच्चा। अब हामी जस्तै 800 फुल मार्कमा त्यो बच्चाले 750 ल्याएछ भने यसको हामी प्रतिशतमा निकालेर राख्छौँ। इक्वल टु फर्मुला प्रयोग गरेर मैले निकालेँ यहाँ 100। जस्तै यो आयो 93%। अब यसरी मैले सबैको निकालिदिएँ प्रतिशतमा नम्बर। अब यहाँबाट प्रत्येक सब्जेक्टमा प्रतिशतमा नम्बर प्राप्त भइसकेपछि फेरि अब पहिलाको जुन सिट थियो हामी हेर्दै सबैको ग्रेड पोइन्ट, ग्रेड, वेटेड ग्रेड पोइन्ट निकाल्छौँ र त्यस्तै जिपिए निकाल्दै जान्छौँ। जस्तै 93 छ भने यसमा पर्छ 4 अनि A+, यहाँ 4 लेख्छौँ ग्रेड पोइन्ट अनि A+। त्यसै गरी 89 भनेको यो यसमा आउँछ 90 भन्दा कम भनेको छ 3.6 अनि A मात्र। त्यसपछि 74 यसमा आउँछ 3.2 अनि B+, 3.2 B+। त्यसपछि 79 यो पनि त्यही हुन्छ 3.2 B+, यो पनि 73 पनि त्यसमै आउँछ, यसमै 3.2 B+। यसमा पनि सेम त्यही तरिकाले हामी गर्यौँ। प्रतिशतमा सबै सब्जेक्टको मार्क्स भइसकेपछि यता दायाँतिरको यो लेटर ग्रेडिङ सिस्टमको गाइडलाइन अनुसार ग्रेड पोइन्ट, ग्रेडहरू लेख्यौँ। अब यसपछि पहिला जस्तै वेटेड ग्रेड पोइन्ट निकाल्नुपर्छ। वेटेड ग्रेड पोइन्टको लागि क्रेडिट आवर र ग्रेड पोइन्टमा गुणन गर्नुपर्छ। मैले यहाँ फर्मुला प्रयोग गरेर सबै गुणा गरेँ, 5 × 4 यसरी 20 सबैको गुणा गरेँ। अब पहिला जस्तै यो सबै जोड दिने वेटेड ग्रेड पोइन्ट, यो 88.8 आयो। फेरि त्यस्तै पहिला जस्तै जिपिए को फर्मुलामा सम अफ वेटेड ग्रेड पोइन्ट डिवाइड बाई क्रेडिट आवर इक्वल टु 88.8 डिवाइड बाई 26 3.42 यसरी जिपिए आयो। अब यो बच्चाको ग्रेड सिट निकाल्नु पर्यो भने त्यसमा हामीले सब्जेक्ट, त्यसै गरी क्रेडिट आवर, त्यसै गरी ग्रेड पोइन्ट, ग्रेड अनि जिपिए हालेर मात्र हामीले ग्रेड सिट तयार गर्नुपर्छ। त्यसमा यो लर्निङ अचिभमेन्ट, फुल मार्क, अचिभ पर्सेन्टेज, वेटेड ग्रेड पोइन्टको आवश्यकता पर्दैन। जस्तै यहाँ हेरौँ एउटा यस्तो यो किसिमले हामी ग्रेड सिट बनाउन सक्छौँ 1 देखि 3 मा। धन्यवाद। अब अर्को भिडियोमा कक्षा 4 देखि 8 सम्म जिपिए कसरी निकालिन्छ त्यो बारेमा म बताउने छु।